क्या कर रही हो? आपको इंग्लिश मालूम? जुड़ जा मुझसे बात हुआ है। रुको रुको रुको। ओए ओए क्यों? छोड़ दे ओए ऊपर है तो क्यों सेतो उडेर देख्दै तिमीहरु त्यो त सेतो कोट लाउने हैन डाक्टर भन्न डाक्टर वस्तु गर्न म आमालाई भनिन सावित्रीलाई अलिकति सन्चो नभएको राम्ररी भन्दा अलि यही पिक्चरले दिन्छु नि सेतो कोटहरु लाउन आउनु भएछ नि ओइ के भन्छौ राम्रोसँग भन् त डाक्टर हो डाक्टर ए जाने काम छैन के अरु काम छैन के हो हैन जुन न बाबा एकपल्ट कुरा बुझेर आउन त पर्दैन ओए जुन न छिटो डाक्टर आइपुग्यो जुन ओइ तिमीहरु किन हल्ला गरे त्यहाँ नानी चाहिँ कहिले निको हैन कि अघि भर्खर मकै खाएको त्यही भएर नानीलाई त उपचार पो गराउनु पर्छ क्या हो ए पर्दैन उसको बाबा त झाक्री हो पूजा गरेर जाति भइहाल्छ उता छोड्यो नानीको नाम चाहिँ के हो त्यसको स्क्यान गरिदिनुहोस् न मलाई साथ दिनुहोस् त राम्रो हो नानीसँग को आएको आमा नमस्ते नमस्कार डाक्टर बाबु नमस्कार सुन्नुहोस् न तपाईँको छोरीलाई त साइड पेन पनि हुँदो रहेछ तपाईँको छोरीलाई त ब्लड टेस्ट अल्ट्रासाउन्डहरू गर्नुपर्ने रहेछ त्यसको फेसिलिटी हामी अहिले दिन सक्दैनौँ त्यही कारणले तपाईँहरूले यो त्यसको फेसिलिटीको लागि तपाईँहरूले यसको लागि चाहिँ सहर लिएर जानुपर्ने छ तपाईँहरूको विचार के छ खै सर त नलाउनु मलाई डाक्टर बाबु तिमी चुप्लाइ गर्नु छ त म यहाँ बात गर्दैछु हैन सर त नलाउनु डाक्टर बाबु यता अलिक आर्थिक अवस्था पनि ठिक छैन खै घरमै झाडफुट गरेर ठिक गरौँला अब यसलाई मोक्सी पनि चलेको जस्तै लाग्दैछ जो छोरी हिँडौ हुन्छ तपाईँहरू बस्दै गर्नुहोस् हामी हेर्छौँ सिस्टर अफिसर भन्नुहोस् त प्याथोलोजी गर्नुहोस् त हेलो प्याथोलोजी छिटो आउनुहोस् न यता सम्बन्ध राख्छौ तब सर्न सक्छ साथै तिमी नशालु पदार्थको प्रयोग गर्दा एउटै खोप युज गर्यो भने सर्न सक्छ युङ र अरू छोडिदेऊ छिटो भन्दा छिटो आफ्नो उपचार गर्नु र साथीहरूलाई पनि यो कुरा भनिदिनु डाक्टर एकअर्कालाई साथ दिने बेला हो लापरवाही नगरौँ र एचआइभीको रोकथाम अपनाऊ सबैको जिउने अधिकार छ र उसलाई जित्नु धेरै समय शारीरिक सम्बन्ध नराखौँ र एउटै सिरिजबाट रक्त सङ्क्रमण नगरौँ एकता निर्भर हो। Let's create
आफ्नो उपचार राम्ररी गराउँछ अनि उनीहरूले औषधि पनि लिन थाल्छन् र उनीहरू लामो जीवन र स्वस्थ जीवन बिताउँछ। लु, तपाईहरू पनि ढिलो नगरौँ, किनभने यसको उपचार हुन सक्छ र तपाईहरूले लापरवाही गर्यो भने तपाईहरूको ज्यान जान पनि सक्छ। र हाम्रो कहानीको नैतिक अर्थ छ लापरवाहीले मृत्यु निम्त्याउनेछ। Means our moral of the story is carelessness will lead to death. So हामीले पहिला नै रोकथाम गरौँ र आफ्नो स्वास्थ्य खुसी र लामो जीवन बिताऊ।